काठमाडौँको मुटुमा आकाशलाई नै छुने गरी ठडिएको 45 तल्ले भव्य आर्यन टावरको सबैभन्दा माथिल्लो तलामा अवस्थित विशाल सिसाको क्याबिनभित्र उभिएर 28 वर्षीय अर्बपति आर्यन शाहले तल देखिने सहरको झिलिमिलीलाई नियालिरहँदा उनको मनमा भने मसानघाटको जस्तै सन्नाटा छाएको थियो। किनकि नेपालकै सबैभन्दा सफल र कान्छा अर्बपति भनिए पनि उनको निजी जीवनमा खुची भन्ने कुरा ब्याङ्कको खातामा थुप्रेको अर्बौं रुपियाँले पनि किन्न सकेको थिएन। उनका बुबाआमा सानैमा बितेका थिए र आफन्तहरू केवल उनको सम्पत्ति र पावरको वरिपरि झिङ्गा भन्किए चाहिँ भन्किन्थे, जसले गर्दा आर्यनलाई सधैँ एउटै डरले सताउँथ्यो कि के यो संसारमा मलाई आर्यन वा अर्बपति नभई केवल एउटा साधारण मानिसको रूपमा निस्वार्थ माया गर्ने कोही भेटिएला त? यही प्रश्नको उत्तर खोज्दा खोज्दै उनी कहिलेकाहीँ आफ्नो परिचय लुकाएर सहरका गल्लीहरूमा डुल्ने गर्थे र यस्तै एक दिन साउन महिनाको मुसलधारे पानी परिरहेको साँझमा आर्यन आफ्नो कालो मर्सिडिज कारलाई अलु परको गल्लीमा छोडेर साधारण टी सर्ट र जिन्समा भिज्दै सहरको एउटा पुरानो चोकमा पुगे, जहाँ उनले ओत लाग्नका लागि एउटा सानो थोत्रो त्रिपाल टाँगेको चिया पसलको सहारा लिए। त्यो पसलमा 24 वर्षेकी सृष्टिले स्टोभमा चिया पकाउँदै थिइन्, जसको अनुहारमा गरिबीको छाया त थियो, तर आँखामा गजबको चमक र ओठमा न्यानो मुस्कान थियो। आर्यनलाई देख्न साथ सृष्टिले दाई पुरै भिज्नु भएछ, आउनुस् आगो ताप्नुस् नत्र चिसो लाग्ला भनेर जुन आत्मीयता देखाइन् त्यसले आर्यनको चिसो मुटुमा न्यानोपनको सञ्चार गरायो। आर्यनले आफूलाई भोक लागेको नाटक गरे र चियासँगै बिस्कुट खाए, तर जब पैसा तिर्न बेला भयो उनले जानाजान ओहो हतारमा पर्स त कोठामै छुटेछ भन्दै खल्ती छामेको नाटक गरे। उनी हेर्न चाहन्थे कि एउटा अपरिचित गरिब केटालाई यो पसलवालीले कस्तो व्यवहार गर्छिन्। आर्यनको सोचाइ विपरीत सृष्टिले एउटा मिठो हाँसोका साथ केही छैन दाई, मान्छेलाई आपत पर्छ, अर्को पटक यो बाटो आउँदा तिर्नुहोला, आजले मेरो तर्फबाट पाउन आउनुभयो भन्दै पैसा लिन मानिनन्। 20 रुपियाँको लागि मान्छेले इज्जत फाल्ने यो सहरमा सृष्टिको त्यो उदारताले आर्यनलाई रातभर निदाउन दिएन र भोलिपल्टै आर्यनले आफ्नो महँगो सुट फुकालेर एउटा पुरानो सर्ट लगाएर फेरि त्यही पसलमा पुगेर आफ्नो नाम आकाश बताए र आफू एउटा सानो प्राइभेट कम्पनीमा ड्राइभर र पियनको काम गर्ने गरेको झुटो परिचय दिए। त्यसपछि सुरु भयो एउटा अनौठो प्रेम कथा, जहाँ देशकै ठूलो व्यापारी आर्यन शाह हरेक साँझ 5 बजेपछि आकाश बन्थे र सृष्टिको सानो पसलमा गएर घण्टौं गफ गरिन्थे। बिस्तारै उनीहरूको बीचमा गहिरो मित्रता झाँगियो र आर्यनले थाहा पाए कि सृष्टिले आफ्नो बुबाको मृत्युपछि घरको सम्पूर्ण जिम्मेवारी र बिरामी आमाको हेरचाह एक्लै गरिरहेकी छिन्। सृष्टिको सङ्घर्ष र स्वाभिमान देख्दा आर्यनलाई आफ्नो विलासी जीवन फिका लाग्न थाल्यो। उनीहरू कहिले सस्तो बदाम खाँदै रत्न पार्कको चौरमा बस्थे त कहिले एउटै छाता ओढेर असनको भिडमा हराउँथे। एक दिन सृष्टिकी आमा अचानक सिकिस्त बिरामी हुँदा सृष्टि अस्पतालको करिडोरमा रोइरहेकी थिइन्, किनकि डाक्टरले तत्काल अपरेसन गर्न 2 लाख रुपियाँ जम्मा गर्न भनेका थिए। त्यो बेला आकाश बनेर पुगेका आर्यनले सृष्टिको टाउकोमा हात राख्दै चिन्ता नल्याऊ, मैले मेरो साउकोसँग 10 वर्षको तलब पेस्की मागेर ल्याएको छु भन्दै पैसा थमाइदिएका थिए। सृष्टिले त्यो बेला आर्यनले अँगालो हालेर तिमीले मेरो लागि आफ्नो भविष्य दाउमा लगायो आकाश, म यो ऋण कसरी तिर्छु भन्दा आर्यनले मनमा नै भनेका थिए तिम्रो यो आँसुको मूल्य मेरो सम्पूर्ण सम्पत्ति भन्दा महँगो छ सृष्टि। समय बित्दै गयो र आर्यनलाई महसुस भयो कि सृष्टि नै त्यो मान्छे हो जसले उसको हैसियतलाई होइन उसको आत्मालाई माया गर्छ। 1 वर्षको प्रेम सम्बन्धपछि आर्यनले सृष्टिलाई विवाहको प्रस्ताव राख्ने निर्णय गरे। उनले सृष्टिलाई स्वयम्भूको डाँडामा लगे, जहाँबाट काठमाडौँ सहरको बत्तीहरू तारा जस्तै चम्किरहेका थिए। त्यहाँको चिसो हावामा सृष्टिको हात समातेर आर्यनले एउटा पित्तलको जस्तो देखिने साधारण औँठी निकालेर भने, सृष्टि म एउटा साधारण गाइबर हो, मसँग तिमीलाई रानी बनाएर राख्ने महल छैन, न त महँगो गाडी नै छ, मसँग छ त केवल यो इमान्दार मुटु र काम गर्ने 2 हात। के तिमी यो गरिब आकाशको जीवनसाथी बनेर सधैँ मेरो सुख दुःखमा साथ दिन्छौ? आर्यनको यो प्रस्ताव सुन्न साथ सृष्टिका आँखा रसाए र उनले त्यो औँठी लगाउँदै भनिन्, आकाश मलाई महल र गाडी चाहिएको भए म धेरै अगाडि अर्कै बाटो रोज्थे, मलाई त तिम्रो त्यो साथ चाहिएको छ जसले आमा बिरामी हुँदा मलाई सहारा दियो, मलाई तिम्रो सम्पत्ति होइन तिम्रो मन चाहिन्छ। सृष्टिले प्रस्ताव स्वीकार गरिन् र उनीहरूले मन्दिरमा सामान्य तवरले फूलमाला साटासाट गरे। तर कथाको असली मोड र भावनात्मक आदि आउन बाँकी नै थियो।
विवाहको 2 दिन अघि आर्यनले सोचे कि अब सत्य लुकाउनु पाप हुनेछ र उनले सृष्टिलाई आफ्नो वास्तविक घर देखाउने निदो गरे। आर्यनले सृष्टिलाई आज म तिमीलाई मेरो साउको घर लैजाँदैछु, त्यहाँ एउटा सानो काम छ भन्दै एउटा ट्याक्सीमा राखेर ललितपुरको भैँसेपाटी स्थित अति विशिष्ट क्षेत्रतिर लगे। जब ट्याक्सी सहरको कोलाहल काटेर शान्त र भव्य बङ्गलाहरूको क्षेत्रमा प्रवेश गर्यो, सृष्टि अलि डराइन्। अन्त्यमा गाडी एउटा विशाल दरबार जस्तो घरको अगाडि रोक्यो, जसको गेटमा सुनौलो अक्षरले आर्यन भिल्ला लेखेको थियो र गेटमा रहेका हतियारधारी सुरक्षा गार्डहरूले ट्याक्सी देख्न साथ हतार हतार गेट खोलेर सल्युट गरे। सृष्टिले आत्तिएर भनिन्, आकाश, ड्राइभर दाइले गल्ती गर्नुभयो जस्तो छ, यो त कुनै मन्त्री वा राजाको घर हो, हामी यहाँ भित्र गयौँ भने पुलिसले समात्छ। तर आर्यन केही नबोली मुस्कुराइरहे। जब उनीहरू गाडीबाट उर्लिए, घरको मूल ढोकामा दर्जनौं कामदार, म्यानेजर र नौकर चाकरहरू लाम बाँधेर हात जोडेर उभिएका थिए र सबैले एकै स्वरमा भने, स्वागत छ आर्यन सर, स्वागत छ म्याडम। यो दृश्य देखेर सृष्टिको होस उड्यो। उनको खुट्टा काम्न थाल्यो र उनले अविश्वसनीय नजरले आर्यनलाई हेरिन्। आर्यनले बिस्तारै सृष्टिको नजिक गएर हात समात्न खोजे, तर सृष्टि झसङ्ग भएर पछाडि हटिन्। आर्यनले गम्भीर हुँदै भने, सृष्टि, मलाई माफ गर, म आकाश होइन, म आर्यन शाह हुँ। यो घर, यो साम्राज्य, यो कम्पनी सबै मेरो हो। आर्यनको यो वाक्य सृष्टिको कानमा वज्र खसे जस्तो भयो। उनलाई लाग्यो कि उनले चिनेको त्यो सरल, सङ्घर्षशील र मायालु आकाशको हत्या भयो र उनको अगाडि एउटा अपरिचित अर्बपति उभिएको छ। सृष्टिको आँखाबाट आँसुको भेल बग्न थाल्यो र उनी चिच्याइन्, तिमीले मसँग यत्रो ठुलो झोट बोल्यो आर्यन, तिमीले मेरो गरिबीको मजाक उडायो आर्यन। तिमीलाई लाग्यो होला कि म गरिब छु, त्यसैले मलाई जसरी नचाहे पनि हुन्छ। त्यो चिया पसलको गफ, त्यो आमाको उपचारको लागि ऋण काटेको नाटक सबै झुट थियो। तिमीले मेरो विश्वासको हत्या गर्यो आर्यन। सृष्टि रुँदै र कराउँदै त्यहाँबाट भाग्न खोजिन्। उनी गेटतिर दौडिन्, तर आर्यनले दौडेर उनलाई रोके। त्यतिन्जेल आकाशबाट ठूलो पानी पर्न थालिसकेको थियो, जसरी उनीहरूको पहिलो भेटमा परेको थियो। पानीमा निथ्रुक्क भिजेका आर्यनले आफ्ना सबै कर्मचारी र गार्डहरूको अगाडि आफ्नो इज्जत र घमण्डलाई त्यागेर सृष्टिको खुट्टामा घुँडा टेके। देशकै सबैभन्दा शक्तिशाली व्यापारी आज एउटा साधारण नारीको अगाडि रोइरहेका थिए। आर्यनले रुँदै भने, सृष्टि, कसम खान्छु, मेरो नियत गलत थिएन। हो, म डराएको थिएँ, म कायर थिएँ। आजसम्म मेरो जीवनमा जति केटीहरू आए, उनीहरूले मेरो अनुहारमा मलाई होइन, मेरो पछाडि रहेको यो आर्यन भिलालाई माया गरे। मलाई डर थियो कि यदि मैले सुरुमै म आर्यन शाह हुँ भनेको भए तिमीले त्यो 20 रुपियाँको चिया उधारो दिन्थ्यौ कि थिएनौ। म जान्न चाहन्थे कि मेरो पैसा बिनाको मलाई कसले माया गर्छ, र तिमीले त्यो प्रमाणित गर्यौ। म आकाश बनेर तिम्रो पसलमा बिताएका ती पलहरू नै मेरो जीवनको सबैभन्दा ठुलो सत्य हो। यो महल झुटो हुन सक्छ, तर तिम्रो लागि बगाएको मेरो आँसु झुटो थिएन। यदि तिमी चाहन्छौ भने म यो सबै सम्पत्ति च्यारिटीमा दान गरेर तिम्रो पसलमा भाडा माझ्न तयार छु। तर प्लिज मलाई छोडेर नजाऊ, म तिमी बिना यो काँचको महलमा सास फेर्न सक्दिन। आर्यनको यो आत्मसमर्पण र पश्चाताप देखेपछि सृष्टिको रिस पग्लियो। उनले देखिन् कि आर्यनको आँखामा कुनै अर्बपतिको घमण्ड छैन, त्यहाँ त केवल आफ्नो प्रेम गुम्ने डरमा तडपिएको एउटा प्रेमी छ। सृष्टि पनि घुँडा टेकेर आर्यनको सतहमा आइन् र आफ्नो वर्षादीले आर्यनको भिजेको अनुहार पुछिदिन्। सृष्टिले भक्कानिँदै भनिन्, मलाई तिम्रो सम्पत्तिसँग मतलब छैन आर्यन। मलाई डर यो थियो कि यो महलको सुख सयलमा तिमीले त्यो आकाशको सरलताले बिर्सिने त होइनौ कि तिमी सधैँ मेरो लागि त्यही आकाश बन्न सक्छौ जसले मलाई फुटपाथमा मकै पोलेर खुवाएको थियो। आर्यनले सृष्टिको हातलाई आफ्नो मुटुमा टाँस्दै भने, म बाचा गर्छु सृष्टि, यो आर्यन शाह दुनियाँको लागि होला, तर तिम्रो लागि म मेरो अन्तिम साससम्म तिम्रो आकाश भएरै रहनेछु। दुवैले पानीमा भिज्दै एकअर्कालाई अँगालो हाले र वरिपरि उभिएका कर्मचारीहरूले भावुक हुँदै ताली बजाए। त्यो रात आर्यन टावरको बत्तीहरू भन्दा चम्किलो उनीहरूको प्रेमको उज्यालो थियो। यसरी एउटा सानो चिया पसलबाट सुरु भएको झुटको जगमा उभिएको सम्बन्ध अन्ततः विश्वास र सत्यको जितसँगै एउटा प्रेरणादायी प्रेम कथामा परिणत भयो, जसले दुनियाँलाई देखाइदियो कि महलमा बस्नेको पनि मुटु माटोको हुन सक्छ र गरिबमा हुर्केको मान्छेको मन पनि आकाशभन्दा विशाल हुन सक्छ। र आज पनि आर्यन शाह आफ्नो अर्बौंको मिटिङ छोडेर साँझ परेपछि श्रीमती सृष्टिको हातको चिया पिउन त्यही पुरानो पसलमा पुग्छन्, किनकि उनलाई थाहा छ जीवनको असली खुसी 5 तारे होटलको कफीमा होइन, प्रेमिकाको हातले पकाएको चियाको चुस्कीमा छ।